याहू ये तो मोटो रहा ये बुढोले उयो बोसो खान्छ उयो दारू पियान्छ ग्यास बोसो खाए कचकच भयो कि कचकच त हुने हो नि यो पनि के पर देखाए अब रोइजान्दा भन्दाखेरि उस्तै भयो कि अहिले न यो कुमा एउटा तल सरसर भयो कि आज नखाए टक्कै 15-16 दिन भयो म त पै जोइ खोज्नुपर्छ हप्तामा पै नै मेरा जोइ नै बुढोले नुन हाल्नु भएको छ कि धेरै जति गाली गर्ने मान्छे हुनुहुन्छ त्यति सपोर्ट गर्ने मान्छे पनि छन् कि हामीसँग तपाईँ म कालो डार्लिङ भन्नुहुन्छ म तपाईँ भन्दा पनि गोरो डार्लिङ हो के तिमी त मेरो मुटु धड्कन हौ अहिले धड्कन भन्नु भिडियो अगाडि पछाडि गनानी सिल्ली राख्यो न चढिसुक न पढिसुक त्यस्तै चित्त नबुझे कि दुनियाँ चाहिँ पहिलो जाने अक्कासँग जाने भाग्ने भागे भयो कि त यार चित्त नबुझे तपाईँ अलग बस्नु म अलग बस्नुलाई के त अलग किन बस्ने यार सिधै पहिलो जाने मेरो बुढी महिनाको 25,000 कमाउँछ न कुडा 25 लाख कमाउने जस्ता के सिल्लीको टाँकुडो हो के यो ए नरगन्ध हो मेरो जुठो चाड्ने कि मलाई लाग्यो तलिया गिरिया हो रे गिरेको चाड्ने लाग्छ मेरो पेटीकोट छिराइदिने पेटीकोट छिराइदिने कहाँ छिराइने पेटीकोट टाउकोमा हेलो गाइज नमस्ते आज चाहिँ हजुर धेरै दिनपछि लगभग आधा महिना भयो बुढी धेरै दिनपछि हामी बुढाबुढी तपाईँहरूको माझ फेरि अर्को नयाँ भिडियोको साथमा उपस्थित भइसकेका छौँ रे आजको भिडियो रहेको छ खसीको आन्द्रा बुढी अनि यो चाहिँ बसो के यहाँभित्र छ है टन्नै खसीको आन्द्रा बुढी बसो भात अनि साथमा ग्रेभी सलादमा काँक्रा अब धेरै दिनपछि आएपछि अलिक झ्याप्लु हुनुपर्छ हजुर है एउटा किङफिसर बियर रहेको छ भिडियोमा एकदम मजा आउने छ भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मनपर्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला छेउमा रहेको बेल घन्टीलाई पनि बजाइदिनु हजुर भन्दै अब आजको भिडियो सुरु गर्नतिर लागौँ हजुर ल अब गर्मी सिजनमा हजुर चिसो चिसो बियर यो त फक फक भयो तपाईँले एउटी यार या हो यो चाहिँ ग्रेभी अब सधैँ माछा मासु खाएको भिडियो बनाउन सकिन्छ साथीहरू यस्तै हो जिन्दगी ल बुढी सुरु गरौँ त अच्छा मजाले खानु पऱ्यो ल फर्स्ट बाइट याहू गर्मी सिजनमा चिसो चिसो बियर अनि चोपडी भन्छ के अरे बुढी चोपडी खसीको बसो भन्छ हामी नेपाली होइन इन्डियामा चोपडी इन्डियामा नै एउटा त्यो बङ्गाली हो को यो चोपडी भन्थ्यो कि यसलाई चोपडी बङ्गाली हो चोपडी माछा मासु नखाए धेरै भयो बुढी खाना कस्तो लाग्यो अन्डा 1 महिनापछि खान पाइयो मिठो पनि साह्रै भएको छ है मिठो पनि साह्रै भएको छ कि तर डेली खानु त कहिले खान राम्रो हो नि वाह आफू त बसो जस्तो खाने बुढी आज बोसो धेरै मिठो लाग्यो मासु नखाए धेरै दिन भयो कि मासु नखाए म त कबला गरेर खबला भित्र भयो क्या पातलो पातलो बसले मिठो हुन्छ कि मोटो हुन्न
यो त मोटो रहेछ कोही मोटो रहेछ कोही पातल रहेछ खसियो खसियो बुढी लाइट गयो अब साथीहरू हेर्दै हेर्दै लाइन पनि गयो है अब क्वालिटी जस्तो आउँछ मोबाइल पनि त्यस्तै क्वालिटी छ लाइन नभएपछि झन् क्वालिटीको हुन्छ हजुर अब हेरेर साथ सपोर्ट दिनु होइन बुढी के भन्नु छ ल खाऊ बत्ती गयो के भन्नु सर्ट एकैछिनमा हुनु रहेछ भात हुन्छ क्या भात यी के अरे बगे खसीको आन्दा बुढी खाने बानी बसेर बुढी हप्तामा एक दुई हुँदैन हप्तामा अहिले त कति 2 हप्ता आधा महिनापछि खानु भयो आज त 1 गिलास मात्रै भयो होला के जम्नु भयो नि जस्तो लाग्यो अब मासुको डोज पुऱ्याएपछि त्यहीको डोज पुऱ्याएपछि कहाँबाट हुने त्यो त पैसा कहाँ पाइने हो सबै चिजको डोज पुग्नु पर्यो डोज नपुग्नु आउनु छ हो त्यही हो गफ तपाईँ माछा मासु धेरै खाने मान्छे खानुहुन्छ म खान्छु नि माछा नभए मेरो बुढो घाँटीमा खाना छिट्दै तार भयो माछा नभए माछा मासु के कहिले काहीँ सादा खाना पनि खानुपर्छ सादा खाना भिडियो भनेपछि त्यो हुँदैन हेर्ने मान्छे पनि हामी जस्तो नि बुढी यो बुढोले उयो बसो खुवाउँछ उयो दारू पिटिहाल्छ क्या बोसो खाए कचकच भयो कि कचकच त हुने हो नि यो पनि के पर देखाए अब रोइजान्दा भन्दाखेरि उस्तै भयो कि अहिले न यो कुमा एउटा तल सरसर भयो कि लाग्यो कहिले खाने मान्छे लाग्छ नि डेली खाने मान्छेलाई के हुनु नि आज नखाए टक्कै 15-16 दिन भयो बढी भयो कि बढी भयो अस्ति एक भिडियोमा खाएँ त्यही त हो नि 16 दिन भयो 16 दिनपछि मुखमा लाग्यो कि फेरि डेली खाइरहेको मान्छे त्यो नखा हुन्न के नखाने मान्छेलाई हो कि झ्यापझुप अहिले शरीरमा तागत हृष्टपुष्ट हुनेलाई लाग्दैन होला कि लुते सामनेलाई त धेरै लाग्दो रहेछ मोटा खाएर मान्छेले नखानु हुँदैन होला अब म पनि पातलै हजुर पातलै तपाईँ पातल भयो भने न शरीरमा तागत त छ यस्तै माछा मासु खान पाएको खसीको मासु माछा मासु खाएर हुँदैन मान्छेलाई टेन्सन नहुनु पर्यो सन्तुष्टि हुनु पर्यो कि टेन्सन के छ त यार हामीलाई केही टेन्सन छैन हाम्रा जस्तो बिन्दास पारा कसैको छैन मानेपछि टेन्सन कतिको नमाने के के अब नमान्ने मान्छेलाई त केही हुँदैन भैँसा जति खायो एकदम आएर पर्नेलाई केही टेन्सन छैन कि मान्नेलाई त धेरै हुन्छ मलाई के टेन्सन
त्यो ल्याउने ठाउँ गएर 192 चक्कर लगायो कि त्यही भयो क्या मैले अलिक थाहा पाएन अनि यो डबल एयर फेरि खतरा हुन्छ होइ जाऊ जोली भौरा तम्रा पोइनाइ मेरा जोइनाइ होइ जाऊ जोली भौरा म त पोइ जोइ खोज्नु पर्छ तम्मा पोइ नै मेरा जोइ नै त्यो गाना एउटा गीत त के बुढोले नुन हाल्नु पर्छ कि धेरै नुन खायो तुला जान के तुला गाली खानु तुला खानु नुन खुवाउनु नि त्यस्तै के हो 1 महिनापछि भिडियो बनाएको नुन धेरै हालेर हाम्रो कमेन्ट उड्यो होइन एकजनाले गाली गर्नु होइन अर्को साथीले माथि आएर साला आफ्नो जिन्दगी हो आफ्नो लाइफ हो गाली गर्ने आफ्नो के छ भन्नुहुन्छ कि हामीलाई जति गाली गर्ने मान्छे हुनुहुन्छ त्यति सपोर्ट गर्ने मान्छे पनि छन् कि हामीसँग किन गाली गर्न पनि पाइयो के त्यस्तो पाइयो गाली गर्न पाइयो चित्त नबुझेको कुरा भन्न पाइयो होइन तपाईँ मगाउन काल डार्लिङ भन्नुहुन्छ म तपाईँ भन्दा पनि गोरो डार्लिङ हो के त्यो कालो डार्लिङ एउटा भन्दैछ त्यस्तै भन्नु पर्यो भने आउँ कि कालो भने होइन सिल्लीका बुढाले अगाडि पछाडि खाएर ज्याप भएर त्यही हातखुट्टा गरे रेस्ट गर्नु पर्यो जिन्दगीमा जे हुन्छ हुन्छ बाँच्नु पर्छ होइन जिन्दगीमा के हुन्छ के देख्न पाइन्छ के खान पाइन्छ के गर्न पाइन्छ के मजाले खाने नि वाह वाह अलिकति दिउँ तरै नै काम हाँचेर अरूको न खाना के अरे काम साँच्यो भने आफैलाई हुन्छ अरे खाना साँच्यो भने अरूलाई हुन्छ अरे त्यही भएर स्वाट लगाइदिनु पर्छ झ्यापझुप तर बुढी हो कि नि हाम्रा झ्यापझुप भिडियो चल्न लाग्यो भने युट्युबले च्यानल डिलिट गरिदिनु खतम के हो कि हाल्नु हुँदैन कि त्यस्तो हाल्नु त हाल्नै हो हाल्ने हो अब कहिले कहीँ बन्ने हो डेली खायो भने मान्छेलाई वाक्क लाग्छ कि डेली कहिले खायौ त यार आधा महिनापछि आयौँ एक भिडियो बनायौँ के यस्तो अब खाइसकेपछि लाइन आएर क्या अब खाना खाइसकेपछि अब लाइन आयो हजुर होइन ल गप्कौँ गप्पा गप हाम्रो यो घपा गप डाइलेक्ट भयङ्कर फेमस भयो कि नेपालमा कमेन्टमा पनि घपा गप आउँछ कि बोल्दा घपा गप भन्दाखेरि घपा गप भनेको उयो घपा गप मात्रै होइन कि खानु पनि घपा गप काम गर्नु पनि घपा गप नुहाउनु पनि घपा गप हग्नु पनि घपा गप भनेको त एउटा कुरा मात्रै हुन्छ के नाडी नसके ऊ भइसक्यो भाइ तिमी त मेरो मुटु धड्कन हौ अहिले धड्कन भन्नु भिडियो अगाडि पछाडि गनायो सिल्ली राख्यो भनेर मेरा जति गाली बेजेन मेरा जति टेन्सन कसैको न बुढो खा भित्तै सुत भित्तै खा भनिकन पनि सुख छैन भने त्यस्तो मन भनिदिनु पाए त म बुढा 7 चोटि गोडो धोएर पानी चाख्ने त्यही भएर पुराना मान्छेले उखान गर्थे नि न चढी सुख न पढी सुख हो त्यस्तै हो होइन मलाई त्यस्तै छ के जिन्दगी हो परदेश जग्गा आएको रात दिने बुढो भित्र सुत्या चित्त नबुझे कि दुनियाँ चाहिँ पहिलो जाने अक्कासँग जाने भागे भयो त यार अब त्यो चित्त नबुझ्यो भनेर बाहिर चित्त नबुझ्यो भने गर्ने भित्र चित्त बुझिरहनु ठहर के एक किसिम भन्नु तपाईँलाई दुनियाँ पहिलो जाने जस्तै तपाईँ जोइ पाइहाल्नु म पै पाइहाल्नु अब छोरीहरूलाई तपाईँ हेर्नुभयो पछि आयो भने एक कप्की उसको अडिनमा चल्ने कि बच्चा गर्ने तिमी पहिले जाऊ कि तिमी अक्की जोइ म त्यस्तै ल्याउने हो चित्त नबुझे तपाईँ अलग बस्नु म अलग बस्नुलाई के अलग किन बस्ने यार सिधै पहिलो जाने पहिलो किन जाने हाम्रो पहिलो जाने त्यस्तो चाहना छैन कि चलन छैन पुर्खाले कि पहिलो जाने छ तिम्रो मान्छे 5 पहिले भने पहिले हुने कोही 5 2 पहिले भए हुने कि यार 10 पहिले पनि हुने भए मान्छे विचार त हो त्यो विचारको कुरा कसैले दबाबमा राखेर थोडी हुँदा हो म दबाबमा राखेको होइन कि
चित्त नबुझेपछि भागिहाल्नु पर्छ। चित्त त अब आफ्नो छोरीहरू जन्म दिएको मुनमुन गाई तेरी बासी लगलाई भन्दा त गाइकन पिसाब फेर्न तामा ताई भन्दा चाहिँ तेरी बासी लगलाई पिसाब चाहिँ गाइकन मुनमुन गाई जाने हो खाइसकिँदैन काम गरि सकिँदैन। काम त गरे छौ त आफूले गति अनुसारको के। मेरो बुढी महिनाको 25,000 कमाउँछ न कुडा 25 लाख कमाउँछ जस्ता के। 25,000 तपाईँ कति कमाउनुहुन्छ भनिदिनु न। म त कमाउन कुरा नगरौँ कि मसँग मैले गरेर मेरो फेरि भयङ्कर ठुलो कमायो नि खायो सुत्यो फर्म यति मोटो सधैँ डरान्थे पाद्यो सिल्लीको टाँपुडो हो के यो परदेश उता यो नरकै घाँटी चेपिकन नमारे है ए नरगन्ध सिल्लीको टाँक्रा छ अरे घाँटी चेपिकन परदेश ठाउँमा मान्छे कमाउन आउँदा स्याहार खाने अन्त दारू खाने पैसा डेली दारू खाने दिनु पर्यो अरे म यस्तो नि फ्री भिडियो बनाउँदैन म बनाउँदैन म तपाईँ भिडियो नबना पहिला जाऊ बुढी कि तर मुखो कहिले भेट्न आएन कि स्वागत बनाउनु आइदिनु हो कि नै अघि आयो नि मेरो पुरानो बुढोको माया लाग्यो छु भने कहिले भेट्न आएन कि मेरो जुडो चाड्ने कि मलाई लाग्यो त्यो तल्किएको गिरिया हो गिरेको चाड्ने लाग्छ भिडियो चाहिँ लामो कि तपाईँ यो खाऊ त्यो खाऊ सबै खाएर उम्काउनु अझै छोरा मान्छे मान्छु न तर आइमाई मान्ने मेरो पेटीकोट छिराइदिने पेटीकोट छिराइने कहाँ छिराइने पेटीकोट टाउकोमा पेटीकोट छिराइने छिराएर तल जस्तो रमाइलो तपाईँको जस्तो रमाइलो डेली हुँदा साला जिन्दगी मरिगयो भने कि बुढी त्यो माटामा त एक पैसा पनि कोही फाल्न जान्थ्यो पैसा फाल्ने कमाउने आफ्नो औकात हुनु पर्यो त भयो अब यसो टन्कै खाएपछि गुवा लिनु पनि हालिदिँदैन धन सम्पत्ति महिनाको 25,000 तपाईँ कमाउँछौ र 25 म कमाउँछु 50 भारू नेपाली 80,000 पर हाम्रा केपी शर्मा ओलीज्यू खानु होला 80,000 स्यालेरी बकवास त्यो हावाको फार्ने होइन के कोठाभित्र सुतिकन एक रुमभन्दा बाहिर आमा केपी ओली सरले चाहिँ हावा गफ गरेर नेपालमा जे पनि हुने मैले गफ गरेर नहुने के छ त यार ती अब ठुला ठाला नेता भए तपाईँ त्यस्तै हुनुहुन्छ ती नेता हामीले बनाएर त अन्त चुल्लेर साला बोडीवाला साला तपाईँले बनाउनु भयो कसले बनाएर हामीले भोट दियो जितेर माथि गएर त्यो मन्त्री भएन कि त्यो राणीका बान त्यसै अहिले सबै जितेर गर्नु तपाईँ ओडाबाट उठ्नु त तपाईँ त्यसपछि हुँदा कि नै त्यस्तो म त मन्त्री कोही बनाउनु हो त्यस्तै हो म ओडा आजसम्म कोही बनाउनु कि मन्त्री तपाईँ तल टोइलेट साफर्ने बनाउने हो कि मलाई एस्ट्रिक छ ठिक त भइहाल्छ हामी चाहिँ डेली नखाने मान्छे अब कहिले खायो यस्तो लागेको छ कि खाना खाने यस्तो भोक लागेको थियो यस्तो मजा आएको थियो हजुर त्यो पछि साना घरैले खान्छु कि खाना खाने मन त लागिरहेको थियो खायो है तर यत्रो खायो होइन अब थोरै यति बजे थोरै छ आजको भिडियो यहीँ समाप्त गर्छौँ फेरि अर्को नयाँ भिडियोको साथमा उपस्थित हुन्छु तबसम्म लागि बाई बाई।